यो आउनु सजिलो अब हामी त्यहाँ जानेछौँ ब्लग सुरु भयो स्वागत छ तपाईहरुलाई हाम्रो नयाँ ब्लगमा के गर्नुस् त पढ्ने पाएन तेरो स्कुलहरू के छ के भन्छ ओ 20 रुपैयाँको स्कुल हर्दै लगाइदिने हो क्या सर नयाँ बजारभित्र ओके स्कुटरहरू जति भनिन्छ नि 70 त्यो ड्यास हो सही हो ड्यास पड्के ड्यास टाइप अनिल सिन्हारको त होइन नि पैसा हालिदिएको पनि त तिनीहरूले त्यो चाहिँ घात गरे मलाई हो पैसा हालिदिएको होइन लास्टमा तिनीहरू अन्तर्गत गरेर झ्याउ लाग्छ झ्याउ भयो भनेर वहीँ मान्छे पारो बेचेर मेरो त्यो सिफर फिर्ता गरिदियो पैसा गरेको तिनीहरूले ए लिन चाहिँ आएको मैले पैसा पनि हालिदिएको पर्छ तिनीहरूले ल है अनिल सिन्हारले घात गरेर नगर्नुहोस् है त्यस्तो घात हाम्रो दायाहरूलाई यार पछाडि त्यो फस्यो दाइ यहाँ हाम्रो दाइकोमा आउने गोर्खा मोटरसाइकल वर्कसपमा यो डिग डिग दाइ के गर्ने यार 16-17 है लगा दे यार सुरुवात 1,10,000 कन्डिसन कस्तो यसको लुक्स कस्तो देखिँदो रहेछ बाहिरमा ओक्लायो माई लर्ड पैसा जति भने आज दौडो खाने भयो के हो तिम्रो नाम बहिनी परिचय पाम ल भेटौँ एकछिनमा रोहन र म मात्रै हो गयो अनि अघि अङ्कललाई गाली भी नहीं दे सकता भाई अङ्कलले चाहिँ त्यहाँ किम्बाब र केक चाहिँ शान्तिले के भन्न चाहन्छु त सब मोस्ट धुबीले भाई हम क्या करे हम मर जाए हम के मर जाए ए तकबोकी के रे तकबोकी भन्न नि आउँदैन तर खाए किम्बाब भन्न नि आउँदैन नाम तर नि खाए त्यस्तो कुरा मुखमा हालेर पेटमा गएपछि त भइहाल्यो अनि दिउँसो तिब्बतीयन चाहिँ साँच्चै नपुगो हामी दुइटा मात्रै होइन पड्केको स्कुटर खोज्न गएको थियौँ अनि त्यतैबाट गएको किन लाग्छ प्रकाशले खोज्न गएको थियौँ अनि त्यतैबाट पड्केको पैसाबाट खाएको पड्केको पैसाबाट खाएको गाली नै देशको त भाइ
गाली नै ल ल ल अगाडि कता हो यता यता बाटै छैन कि त्यता धुम चाले लाइट छैन लाइट नभएर हो लाइट नभएर साइड लाइट ओरियाड छ मार्छ यसले लाइट छैन बटन बाटो कस्तो छ गयो कस्तो लाग्यो राइड यसको धन्दै मारेको ढुङ्गामा नि उसो हेर त के भएको कति बसेको होइन होला है उसको लाइफमा किन समस्या हुन्छ परिनिसाल भन्ने किन हुन्छ फेरिबाट मेरो त बवाल भएछ देखेरी लाइट देखाएको रे कस्तो फोहोर लाग्यो यार पाएटमा यार कस्तो फोहोर लाग्यो यार सेम तिमीलाई सेम झोला ग्याङ भनेर यसलाई हटाकै सासुके के हो रे फेरि अहिले चलेको साथ बोलो भाइ हताकी सासुके नभन नि खै अब के हुन्छ अब आफूलाई त्यस्तो साधनको बारेमा खासै थाहा छैन होइन केटाहरूलाई थाहा भयो जस्तो होला अब मलाई त अब कुदाउन पाए हुन्छ जस्तो हुन्थ्यो होइन थाहा हुनुपर्छ साधनको बारेमा लास्ट चाहिँ मेन कुरा चाहिँ अब भित्रको पाटपुट छ के छ कसो छ अब तिमीहरूलाई थाहा छ होइन मलाई थाहा छैन अब मैले त अब बटार्ने मात्रै हो अहिलेको लागि अब बिस्तारै बुझ्छु होला त्यो फेर पनि के हुन्छ अब तेरा बोला त खाते खाते यस्तो हिरोदेखि यार ये कसम यार हेर्न है मोबाइलमा त्यो उठ्ने बारबी हो दादागिरी दादा सेफ बनिरहेको कि सेफ भाइको पनि छ नि बारीको सो गाइस हामी हाम्रो साथीको के भन्छ सेकेन्ड ह्यान्ड स्कुटर किन्न गइरहेको स्कुटर मात्रै किन्न गइरहेको छ अब किने नि त मलाई थाहा छैन तर यहाँ पैसा व्यवस्था मात्रै गर्छ यस्तै गरिदिनुहोस् हाम्रो दर्शक बिन उहाँ चाहिँ ओनर हुनुहुन्छ हाम्रो होइन सेलर हुनुहुन्छ सेलर नै हो उहाँ तल उसमा तपाईँ जस्ट वर्कर त्यही हो बाबू नाच के दिखा फोकस करो नाच के दिखा आतिश धन्यवाद छोडेर ओइ दादै मलाई रोक्दैनस् हेर्न यताबाट छैन ल भाइ खुसी हुँदो रहेछ दाइको लाइसेन्स लिएर हिँड्ने है कुनै पनि ट्राफिकले हेर्दै हुनुहुन्छ भने कुनै पनि ट्राफिकले हेर्दै हुनुहुन्छ भने यसको अनुहार राम्रोसँग हेर्नुहोस् कसलाई देखाएको केटीलाई देखाएको
नरो 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 त भाइरल हुन्छ सियर त भाइरल हुन्छ ल बाई सो गाइस भिडियो चाहिँ यहीँसम्म थियो भिडियो चाहिँ कस्तो भयो के भयो अब भन्न सकिएन हुन्छ नेक्स्ट टाइम फेरि भेटौँला राम्रो भिडियोसँग सो लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब